सबैजनामा शुभ प्रभात, शुभ बिहानी, नमस्कार। हामी चाहिँ आज 2061 साल 2 महिना 2 गते सिलिचुङ घुम्न गइरहेको छौँ र यो सिलिचुङ को तल्लो भाग देउरालीहरूको भाग रहेको छ र हामी जाने क्रममै नै छौँ। यतापट्टि बादल लागिरहेको छ, तर यता खोटाङपट्टि चाहिँ घामहरू लागेको छ। गुराँसहरू फुलेको देख्न सक्नुहुन्छ। हावा चलिरहेको छ। अलि आवाज चाहिँ स्पष्ट नआउने हो कि भन्ने मलाई पनि भान भइरहेको छ। र यता खोटाङको सिमानाहरू हो भने यता बादल लागेको चाहिँ तपाईँको भोजपुरको सिमाना हो। हामी ठ्याक्कै यो भर्खरै मात्र यो घुम्तीमा निस्किएको र यो सबै बादल लागेको भागहरू चाहिँ हाम्रो भोजपुरको सिमानामा रहेको भागहरू। यहाँ योभन्दा अगाडि तपाईँले सालपासिली पोखरी देख्न सक्नुहुन्छ। सर्ट एन्ड टाइम भिडियो। थ्याङ्क यू।